हेलो साथीहरू, नमस्कार। यादव लामिछानेको युट्युब च्यानलमा है त। आज हामी यो तपाईको रूपचन माछा र मिठो खाना बनाएर खाम है त। भिडियो अन्तसम्म हेर्नु होला, माया गरिदिनु होला है त। ल भिडियो अब सुरु गरौँ। ल है त साथीहरू, सर्वप्रथम चाहिँ चट्टसँगले यो माछालाई अघि एक लट चाहिँ पखालेँ, तर मेरो पखालाइ चाहिँ कस्तो छ भने यो तपाईको नुन यति हाल्ने, चट्ट मजाले मोलेर यसलाई नुनले अलिकति सफा गर्छ क्या राम्रोसँग। अनि यसलाई अब यसलाई चाहिँ हल्का रूपमा मेरिनेट गरौँ है। रस पकाउने माछा हो यो, खानासँग खाने भएर हल्का अनुसार कागती चाहिँ अलिकति माछामा पेलेकै राम्रो है, टाइट बनिन्छ कागतीले। यो मसला सबै थोक मिसिएको, यो चाहिँ जिरा र धनियाँको पाउडर, अनि तपाईको बेसार यति। यो चाहिँ तपाईको रूपचन माछा भन्छ है यसलाई, रूपचन माछा भन्छौँ हाम्रो यतातिर चाहिँ। खोइ कुन हो खालको, अब ठुलो थिएन है। काँडा यसमा अत्यन्त कम्ती हुन्छ, त्यो ठुलो खालको काँडा मात्रै हुन्छ। यसलाई मजाले मोलेर जस्तो छोडिदिउँ। ल है त साथीहरू, अब माछा म्यारिनेट भइसक्यो, चट्टसँगले अब ताई बसालौँ। माछा रसको लागि चाहिँ प्याज स्याज काटेर तयार हुँदै गरौँ है त हामी। चित्त बुझ्छ यस्तो उस्तो भन्ने यिनीहरूको संविधान नियम कानुन केही छैन। जति आफूलाई ठिक लाग्छ त्यति बनाउने हो है। यो चाहिँ धनियाँ। अब हाम्रो तेल पूर्ण रूपमा लगभग तातिसकेको छ है। वाउ, एक गर्दै हालौँ। यो तोरीको तेल भएर मैले त्यही हालेँ है। यो फ्राई गर्ने कुराहरू चाहिँ ल है त साथीहरू, अब चाहिँ यो माछा यतिको भइसकेपछि चट्टलाई फिर्काम। सबै माछा सर्ट फिर्काम है। ए वाउ, ल यसलाई चाहिँ मैले एकखेप फर्काइदिएको छु। अब 5 मिनट जस्तो फ्राई भइसकेपछि त्यसको लागि पूर्णतया रेडी भइसक्यो है। ल है त साथीहरू, अब दोस्रो चरण रसको लागि तयारी भयो। यो तेल तारेकै माछा तारेकै तेल किन फ्याँक्नु भनेर यसैमा बनाउँछु है त साथीहरू। अब हाम्रो तेल तातिसक्यो, थोरै मेथी हालौँ। हजुर बहिनी, भोइस ओभर म विश्वास गर्ने मान्छे आफ्नो तरिका खोर्सानी। भिडियो अन्तसम्म हेरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त साथीहरू।
प्याज तपाईको हाल्ने कुराहरू यो चाहिँ माछाको रसको लागि अति आवश्यक वस्तु भनेको यो सर्सोको धुलो भए पनि पिसेको यो चाहिँ काँचो मैले पिसेको हो। यसमा चाहिँ सर्सो है, काँचो सर्सो, अनि त्यहाँदेखि तोरी भनौँ, त्यहाँदेखि अदुवा लसुनको पेस्ट है त यो। यो चाहिँ काँचै हुनाले अलिकति टत्त तेलमा पाक्न दिनुपर्छ। अब यो सँगसँगै तपाईँको यो टमाटर पनि यहीँ पाकिहाल्छ। टत्त केही समय गल्नको लागि यो छोपिदिउँ। ल यसरी यहाँ तपाईँको तयार भयो। यति दामी परिन्छ यो रस। ल है त साथीहरू, अब यति भइसकेपछि यो चट्ट धनियाँ माथि हालिदिने है। यो रस तयार भयो हाम्रो, हेर्नुहोस्। हाम्रो यो तयार भयो है। यो चाहिँ मेरो सानो एउटा छोरी थिइन्, उसको लागि प्लेटिङ गरिदिएको। ल यति भइसकेपछि तपाईँहरू पनि यसरी नै बनाएर खाए पनि भयो। आफ्नो तरिकाले तपाईँहरू कुन तरिकाले खानुहुन्छ कमेन्ट गर्नु होला है। अब कस्तो खालको भिडियो हेर्न चाहनुहुन्छ माया गरिदिनु होला है त साथीहरू। लगभग अब तयार भयो, अब खाने हो खाना। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। खाना सम्बन्धी विभिन्न प्रकारका भिडियोहरू हेर्नको लागि यादव लामिछाने च्यानल सब्सक्राइब गरेर राख्नु होला है त। धन्यवाद, बाई, लभ यु साथीहरू।